tracksuits and red wine, movies for two. We'll take off our phones and we'll turn off our shoes. We'll play Nintendo, though I always lose. 'Cause you watch the TV while I'm watching you. हामी चाहिँ अहिले हरि चोकमा हो। यता चाहिँ मेरो साथी छ सालिना, मेरो युट्युबमा नयाँ फेस। यता चाहिँ मेरो बहिनी छ। हामी चाहिँ 3 जना भएर जान लागेको घोरेपानी। यता चाहिँ सबै घोरेपानी जाने मान्छेहरू मात्रै होला सायद। अहिलेसम्म त दिन राम्रै हो कि, अब भरेसम्म कस्तो हुन्छ। कति बजे पुग्छ भनेर सोध्नु। 3 घन्टा जिपमा, अनि त्यसपछि 3-4 घन्टा हिँडाइ। होइन घोरेपानी हो। आयो के अरे किन अगाडि बस्छु न म। हेलो हेलो हामी चाहिँ कहाँ जाँदैछौँ? हेलो हेलो गाइज, हामी चाहिँ जिप भित्रबाट बोल्दैछु अहिले। अघि चाहिँ जिप बाहिरबाट बोलेको। अनि हामी चाहिँ कहाँ जाँदैछौँ? घोरेपाटन होइन क्या, घोरेपानी। We are going to घोरेपानी पुल हिल। अनि हाल चाहिँ हामी बनठाटीसम्म जान लागेको हो जिपबाट चाहिँ। अनि बनठाटीबाट चाहिँ हामी पैदल जान्छौँ। बनठाटी नि हामी 3 घन्टा लाग्छ अरे जिपमा। त्यसपछि हिँडाइ नि अब 3-4 घन्टै होला सायद। उज्यालोमै पुग्दै हुन्थ्यो क्या होइन। अनि अहिले चाहिँ कति बज्यो? 7:15 हुन लागिसक्यो होला है। 7 बजिसक्यो। बाहिर टन्नै मान्छे हो जाने। अब यो 9 भोलिसम्म हामी जाने होइन होला। खै चस्मा लाएर देखाइदेऊ न त। चस्मा लाउने हैन, बियर यस्तरी राख्ने। ओहो एक्साइटेड? Are you excited? Yes, भनेर के? एक्साइटेड हो हर वहाँ गएछ पुस्छ। अनि हिँड्न पर्छ लट्ठी देखेर। जङ्गलबाट दाउरा गरेर लट्ठी बनाउँछ। हामीलाई नि खोज्दियो है। 3टा बनाउने के। सुजियाले हिँड्न सक्दैन नि त। पछि त मै होला नि। यो नाइले होला नसक्ने। 7 बजिसक्यो अहिलेसम्म छैन। हामी चाहिँ अहिले हरिचोकमा हो। अहिलेसम्म त वेदर राम्रै हकेर हो। भरेसम्म कस्तो हुन्छ, पानी नपर्दै हुन्थ्यो भगवान। ल हामी चाहिँ यहाँ हरिचोकबाट हिँड्यो। कतिमा हिँड्यो थाहा छैन। हामी चाहिँ हरिचोकबाट हिँडेको हो।
ठुलो त खाने हो त नि ठुलो त खाने हो नि म त खाँदिनँ तिमी चाहिँ खाएको खाइ गर है गाडी हिँड्न पाएन खाएको खाए सुप्नु सुमनको गीत लाउनु पर्यो सुप्नु सुमनसँग हुँदा साह्रो मगाएको अहिले पछि हान्छु कि मैले पाएँ है फोटो खिच्न छ नि मसँग फोटो अहिले नि अहिले पछि खान्छु अहिले सकाइदिन हाने अहिले पछि हिँड्ने बेलामा चाहिँ के खानु नि हामी चाहिँ अहिले नयाँ पुलमा हो यहाँ खाजा खान रोकेको हामी चाहिँ खाइसक्यो तैँले मलाई के भनेको रे भन्नु तैँले मलाई के भनेको रे भन्नु सलिनाले मलाई खुट्टामा काँडा पल्ला घाममा उभिएर के भनेको बेबी के चाहियो रे खुट्टामा काँडा उम्रेर घाममा बसेर म ₹1000 दिएको 12 दिएको मैले तिमीलाई दिएको ए हेर न हामी चाहिँ 1:30 मा आइपुग्यो कति 10:40 मा आइपुग्यो 13 बजे चाहिँ कोखेडाँडो जाने रहेछ अनि हामी उताबाट चाहिँ गोरेपानी जाने बाटो अब चाहिँ हामी जान लागेको यता हेर्नुहोस् टिचर अब चाहिँ जाउँ ल यहाँबाट चाहिँ हामी गोरेपानी जाने बाटो
हिँड है साथीहरू, हामी चाहिँ पैदल हिँडिसक्यो अघि नैबाट। बल्ल भिडियो गर्दैयो। कति हिँड्न सक्छ अब हिँड्ने। हो 2 घन्टा 3 घन्टा लाग्छ होला नि, के थाहा। कोही हिँड्दा नाकले सास फेर्नु हुन्न कि मुखले सास फेर्नु हुन्न भने छिटै थाक्छ भने। देउरालीमा बतास Oh my god, हाल्दै हिँड्छु भिडियो थाक्यो एकछिन हिँड्दै। हामी चाहिँ कति आधा घन्टा त हिँड्यो होला। हिँडेको चाहिँ म धेरै भिडियो गर्दिनँ, आफै चाहिँ भयो कि भिडियो पनि अलि गर्दै हुन्छ। बहिनी हिँड्दै सुजी थाक्यो। मान्छेहरू त थुप्रै छ। बाटो चाहिँ यस्तो छ, हिजो अस्ति पानी परेर होला नि। फेरि मै हिँड्न जान्दिनँ कि, धीरे धीरे। र हामी त हिँड्दैछौँ, आधा घन्टा त हिँड्यो होला है। बाटो त त्यस्तो साह्रो छैन कि, बाटो त राम्रै। बाटो त ठिकै छ, खासै त्यस्तो उस छैन कि, डर लाग्दो बाटो छैन, हिँड्न सक्छ। यस्तो त नर्मली गाउँको बाटो नि त यस्तै हुन्छ नि होइन। लालीगुराँस बाटोबाट लालीगुराँस हेर्ने भनेर आएको छैन, ब्याग बोकेर कुमकुम। तर बाटो चाहिँ ठिकै राम्रै हो है त, न त होइन त यस्तो ट्रेकिङ हाइकिङ गर्ने बाटो त डर लाग्दो हुन्छ नि त होइन। हिँड्न सक्छ यस्तो बाटो त, हामी नहिँड्ने मान्छे भएर हो कि। चलिन साइडमै जिप चाहिँ हामी माथि घुरे पानीसँगै जान्छ कि, अनि हामी चाहिँ यहाँ तल बनटाटीबाट हिँड्दै जाने भनेर हो। आधा घन्टा बढी त हिँडिसक्यो हामी। होइन बढी त हिँडिसक्यो, तर हामी हालसम्म रोकेको छैन नि त होइन। टाइम ढिलो गएको क्या हो। यतिकै त नर्मल हिँड्न सक्छ मान्छेहरू, हामी नहिँड्ने परेर। बाटोको चाहिँ म खासै खिच्दिनँ गाइस, हिँड्नु पर्छ। यहीँबाट जाऊँ घोडे पानी 1 घन्टा 30 मिनट्स। त्यो व्हाइट लालीगुराँस हो, बकुला जस्तो रहेछ है त। हामी चाहिँ जाँदैछौँ, त्यस्तो साह्रो थाकेको त छैन हामी। आधा घन्टा त हिँड्यो हामी होइन। बाटो राम्रो हो नि त, जिपले उडाइदेला फेरि। सलिना टिचर, तिमी चाहिँ इन्जिनियर अनि म चाहिँ के हो, म चाहिँ के भन्छ त्यसलाई, सिरिरी बतास चल्यो। बाटो त राम्रै हो है, केही होइन कि म बाटो राम्रै हो। 2 घन्टामा पुगिन्छ भन्छ, हाम्रो हिँडाइले चाहिँ 3 घन्टा पुग्यो नि, केही होइन। 3 बजीसम्म पुगे पनि है। जाने हो रमाइलो गर्ने, नाच्ने गाउने अनि फर्किने। त्यस्तो साह्रो गाह्रो भएन क्या है। हामी एउटा ठाउँमा नि स्टप गरेको छैन नि, त्यही पानी खानलाई 1 मिनट स्टप गऱ्यो होला।
बाटो सजिलै छ गाइजहरू आउनु होला नेक्स्ट इयर यो वर्ष त सिद्धियो लालीगुराँस अब हामीले त अब हेर्न पाउँछ कि पाउँदैन नहोस् त्यहाँ अलि लालीगुराँस वहाँ गएपछि हामीले झुप्पा हेर्न पाउँछौँ क्या यता हेर्नु अना चाहिँ पठाइदिनु अना त जस्तो भयो भयो बिना मेकअपको यस्तै हो यताहरू भयो नि खै कस्तो आएको होइन त्यो व्हाइट कलरको लालीगुराँस त बकुला जस्तै थिएछ है त बकुला बसे जस्तो थिएछ यस्तो बाटो त हिँड्न सकिहाल्छ होइन 3 बजीसम्म पुगेन हामी त 3 बजीसम्म त पुगिन्छ तर वेदरले होइन आज साथ देखाउने होइन वेदर ठिकै भयो यस्तो घाम पनि लागेन घाम लगाएको हिँड्न पनि सक्दैन पानी पनि परेको छैन नभत्का यार अर्कोले बना तैँले भत्काउँछु भन्छ लौ जा गयो अब हो अर्काको भत्काएर ताली पानी पर्ने बाटो चाहिँ हिलो रहेछ कि कुनै कुनै तर राम्रै छ बाटो सलिनाको टिचरको फर्स्ट ट्रेक होइन यो सलिनाको तिम्रो फर्स्ट ट्रेक होइन यो पक्न तिम्रो फर्स्ट ट्रेक होइन भने कस्तो हुँदैछ त नि फर्स्ट ट्रेक तर सजिलै हो यार यो त बहिनीको चाहिँ रमाइलो भएको छ सेकेन्ड ट्रेक है पहिला मर्दी हिमाल गएको दिदीसँग बहिनी र मेरो चाहिँ टुगेदर फर्स्ट ट्रेक हो मेरो चाहिँ यो थर्ड ट्रेक कापुचे खुमै अनि पुण्य तर यही बाटो सजिलो है यो त गाउँतिरको मान्छे त नर्मल हिँड्न सक्छ देउरालीमा बतासल्यो कस्तो हुँदैछ त नि फर्स्ट ट्रेक रमाइलो अनि गाह्रो भयो कि भएन त नि तर यो बाटो क्या इजी छ तर हिँडिराख्ने मान्छेहरूलाई चाहिँ यो सिम्पल हो कि हामीलाई चाहिँ नहिँड्ने भएर अलिकति उस्तो भयो त्यही पनि हामीलाई नि ठिकै हो चाहिँ फर्स्ट ट्रेक पुन हिल बहिनीको चाहिँ सेकेन्ड ट्रेक हो बहिनी चाहिँ मर्दी हिमाल पुगिसकेको फर्स्ट ट्रेक दिदीसँग मार्दी के मर्दी हिमाल खै बनभरि लालीगुराँस हेर्न पाउँछ भनेर आएको सुक्यो लालीगुराँस त घामले सुक्यो पानीले सुक्यो अलिक छिटो आउनु पर्दो रहेछ अनि पानी पनि पर्यो नि त है पानीले नि झार्यो लु यही हो बाटो सजिलै हो बाटो त हामी बलबिसा खाएन के जे होस् हामीले केही खाएको पनि छैन है मतलब हामीले हिँड्ने बेलामा हावा चल्यो है चिसो सिर हाम्रो चाहिँ यहाँ चाउचाउ ब्रेक भयो बल्ल त बसेको हामी है 1 घन्टा हिँड्यो होला है बहिनी राम्रो देख्छ यार ए यही हो लालीगुराँस बाटो त यस्तै हो सबै म चाहिँ देखाउँदिनँ है अलि देखाउँछु लालीगुराँस कुनै ठाउँमा मात्र अहिले त
सब सुक्यो घाम चाहिँ माडा खाँदा हिँडेको अब चाहिँ 1 घन्टा बाँकी छ अरे घोडे पानी 20 मिनट वाउ यहाँबाट चाहिँ जाने हामी 20 मिनट लाग्दो रहेछ तर हामीलाई चाहिँ आधा घन्टा लाग्छ होला टिकटक हुँदैछ यहाँ आयो आयो सास्ने आयो सास पनि आयो होला है 2 घन्टा पछिको हिँडाएपछि बल्ल हाम्रो होटल पनि आयो सास पनि आयो सास पनि आयो अब गएर होटलमा बिस्तारै अनि पानी पनि आयो पल्टियो पानी पनि आएन ठ्याक्कै हामी पनि आइपुग्नु पानी पनि आयो पानी पनि ठ्याक्कै आयो आयो सबै कुरा आयो कति लक्की रहेछौँ हामी ओ माय गॉड हो कि नै हो 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 अब हाम्रो होटल चाहिँ कता हो खोज्नुपर्छ फेरि गेट आइपुग्यो सबै आउनु होला यता पनि देखाइदिनुहोस् सबैलाई आउनु होला तर नेक्स्ट इयर पानी नै आयो यार जाम छिटो यहाँ गेटमा खिच्छ भन्नुहोस् वेलकम टु घोडे पानी पुनः हामी चाहिँ गेटभित्र छिरिसक्यो घोडे पानीको तर छिटै आइपुग्यौँ है हामी त्यस्तो दुःख भएन क्या हामीलाई बल्ल कस्तो राम्रो देखेको है बल्ल कस्तो सास आयो मजाले कस्तो राम्रो देखेको बल्ल अब एकछिन रेस्ट गरौँ अझ होटल त कता हामी थाहै छैन होटल खोज्नुपर्छ कस्तो राम्रो टुकुचे होटल टुकुचे हामी चाहिँ होटल स्नोल्यान्डमा हो हाम्रो होटल चाहिँ सबै ब्लू ब्लू है है वाउ लालेको तर हामी अलि ढिलो आयौँ क्या वाउ हालेपछि आउने हो होटल खोजेर एकछिन रेस्ट गरौँ है अनि रेडी भएर निस्क्यौँ आइपुग्यो कस्तो राम्रो देखेको है बल्ल कस्तो राम्रो देखेछ कि सबै होटलहरू ब्लू कलरको रहेछ क्या कलर है एउटै कलर भएर राम्रो देखेको नि अब हाम्रो होटल चाहिँ कता हो थाहा छैन माथि नै होला हाम्रो होटल चाहिँ होटल स्टुडेन्ट नाटक भयो होटल स्टुडेन्ट हाम्रो होटल खोज्नु पर्छ अब हामीले हाम्रो होटल चाहिँ होटल स्टुडेन्ट हो सायद त्यो अरू होटलभन्दा माथि नै होला होइन कस्तो राम्रो देख्यो कि सबै ब्लू कलरको भएर छिटो आइपुग्यौँ नि हामी अब अहिले होटल पुगेर भेटौँला गाइस माथिबाट होला नि गेटबाट नि भित्रै हिँड्नु पर्दो रहेछ
घोरेपानीको बजार आइपुग्यो हाम्रो होटेल स्नोल्यान्ड। बोली पनि निस्केन यार मेरो त। यही हो हामी बस्ने होटेल। अहिले भित्र गएपछि भेट्छु। कहाँबाट त जाने त बन्द हो त। ल ओपन गरेर हिँड। अहिले भित्र गएपछि भेट्छु ल। हामी चाहिँ हाम्रो रुममा आइपुग्यो। 203 यहाँ आएर नि चढ्नै पर्ने। खोल्नुहोस्। थाक्यो। यस्तो छ हाम्रो रुम। मेरो 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 खोल्नुहोस् खोल्नुहोस्। यस्तो छ हाम्रो रुमबाट भ्यू। पानी परेको छ अहिले चाहिँ। यो चाहिँ हाम्रो रुम हो। हाम्रो रुम चाहिँ यस्तो छ। ओइ चुकुल हालौँ न। दिस इज आवर रुम। फाइनली आइपुग्यौँ हामी। अनि हाम्रो रुमबाटको भ्यू यस्तो छ। माथि यता चाहिँ राम्रो रहेछ कि यहाँ तलको चाहिँ सुकेर रहेछ। अहिले चाहिँ पानी पर्दैछ। अब हामी चाहिँ एकछिन रेस्ट गर्छु। लाइन गयो नि त। ए मजा आउटफिट देखाउनु बिर्स्यो नि खै तिमीहरूको आउटफिट। दिस इज सुजिताको आउटफिट। मेरो आउटफिट यो चाहिँ 950 को त्यो पनि मेरो हैन दिदीको। अनि तलको चाहिँ कतिको? मेरो हो मम्मीले किनेको 1200। मोजा मम्मीको 100 रुपैयाँ। अनि तिम्रो आउटफिट चाहिँ ह्याट चाहिँ पूजा दिदीले ल्याइदिएको। तिम्रो नि गरौँ न आउटफिट चाहिँ। मेरो ब्याग पनि थियो नि। मोजा कति रुपियाँको मोजा? 100 रुपियाँको। 100 रुपिसको। अनि यो प्यान्ट चाहिँ कतिको 1000 होला सायद 1000। And this t-shirt price goes to 5000 from the के हो के? अनि मेरो आउटफिट चाहिँ मलाई त्यस्तोहरू त सुहाउँदैन क्या। बाई द वे मैले चाहिँ यस्तो फर्स्ट टाइम लगाएको हो। हिँड्ने मान्छेहरू पनि दङ्गै पर्छ होला। लाइन गएर हँदाहरू देखेको क्या। यस्तो देखिन्छ हाम्रो रुमबाट। यहाँको गुराँस सुकिसकेछ। नाइस तर राम्रो देखेछ यार। हाम्रो रुमबाट भ्यू यस्तो हो। अघि पानी परेको थियो अहिले चाहिँ मजाले यस्तो हिउँ परेर बसेको रहेछ। हामी चाहिँ मस्त भित्र सुतेर बसेँ केही थाहै पाएन। कस्तो राम्रो देखेको छ नि। बेसरी चिसो छ बाहिर चाहिँ। बाहिर चाहिँ यस्तो मस्त हिउँ परेर बसेको रहेछ।
सलिना भित्र गयो भुन्न जम्यो तल जा टिकटक बनाउने भनेर हम चाहिँ यहाँ भात खानालाई हात हुँदै चिसो पानी होइन हाम्रो खाना चाहिँ रेडी यो मिक्स दाल होला पापड अनि के आफै हेर्नुहोस् है भोक लाग्यो खानुहोस् ल सुरु हातै नचलेको चिसोले कता हातै चल्यो छैन नि त चिसोले भर्खरै गरेर बन्द गरेर भन्छ कति हो भर्खरै गरेर खोइदे हात योले हेर्नु मेरो नाम यहाँ सुस्मिता टुवेल भनेर सेभ गरे के हो सुस्मिता टुवेल भनेको 11 वटा सुस्मिता हो अनि 12 नाम सुस्मिता टुवेल रे तैँले यो नामले सेभ गरेको हो कसले सेभ गर्छ सुस्मिता टुवेल भनेर तर मेरो 12 चाहिँ मलाई मनपर्ने नम्बर हो के 13 नै रहेछ किन हो त सुस्मिता टुवेल सेभ गरेको भाइली भनेर सेभ गर्न कस्तो हुँदैछ त नि घोरे पानीको बसाइ यतै न घोरे पानीको बसाइ कस्तो हुँदैछ एकदम रमाइलो हुँदैछ चिसो हो तर हजुरहरू आउन चाहनुहुन्छ भने एकदम ठुलो ज्याकेटहरू लिएर आउनु होला एकदम चिसो हो नत्र सेल्टिन्छ फेरि यहाँ चाहिँ टिकट काट्ने रहेछ भित्र गेटभित्र छिर्न पुगेको थाहा क्या सकिन यतै न थाहा क्या आन्टी अब चाहिँ हामी यहाँ टिकट काटेर भित्र जाने हो गेटभित्र पुगेको अब चाहिँ हामी यो गेटभित्र जाने हो जाने
यहाँ चाहिँ हिजो हिउँ परेको थियो नि त अनि त्यही हिउँहरू छ हिजोभन्दा गाह्रो भयो आज हिजो त किनभने हामी धेरै हिँड्यो मतलब हिजो त थकै खुट्टा नै दुख्यो नि त त्यही भएर के है यहाँ 5:30 भयो अब वहाँ पुग्दा हामी सनराइज देखेला नदेखिने भ्यू त देखिन्छ थाके गाह्रो भयो नि आज त है अयो हिजो अलि इजी नै थियो भन्दै थियो आउने अहिले त यस्तो गाह्रो भयो हिजो थकाइले हो कि है त राम्रो त दामी देखेछ हिजो परेको हिउँहरू सास उल्यो जाउँ ए निस्किसक्यो अघि त गयो त घाम चलिन पाते हावालाई माथि गएर खिच्छ सास उल्यो ए यस्तो रेलिङमा नि आइस छ लाली कलर पिङ्क कलरको अया थाक्यो चिप्लोको बाटो त यो पानीले आउनु लाग्यो कस्तो राम्रो देखेछ कि तर गाह्रो कस्तो राम्रो देखेछ नि यो त है यो हिउँले गरेर हो कि हिँड्न नसकेको बाटो चिप्लो मान्छे कति चिप्लिसक्यो त्यो भएर बिस्तारै हिँड्नुपर्ने हामी ट्रेकिङ जुत्ता लगाएको भए अलिक सजिलो हुन्थ्यो होला है चिप्लिने थिएन होला गुवाउन लाग्यो मलाई नाकबाट रगत आउला जस्तो भयो मेरो त यो सास फुलेर बिस्तारै जामको यार म त माथि नहेरिकन तल भुइँ मात्रै हेरेर हिँड्छु माथि हिँड्यो भने ढल्छु म बाटो देखेर जाउँ अब हामी चाहिँ यहाँ टावरमा चढ्न लाग्यो बाटो त यस्तो चिप्लो आइसले सम्मतै चढ है म त मार्थेँ ए हिउँ सनराइज हेर्न चाहिँ हामी अलिकति 5 मिनट मात्रै ढिलो भयो क्या है
ब्लर आएको आइसै हिउँ भएर बिस्तारै हिँड्नुपर्छ अब बिस्तारै हिँड्नुपर्छ अब चिप्लोमा त हिँड्न पनि जान्दिनँ अहिले चाहिँ घाम लागिसक्यो कति बज्यो 9 बज्यो 9 बज्न लाग्यो ए बिहान आउँदा त यो बाटो है आइसक्यो कस्तो गाह्रो थियो अहिले त घाममा नै कति छिटो सुकिसक्यो है सबै यता साइडतिरको मात्रै अलिअलि हो ओह्रालो झर्दा त सजिलो हुन्छ नि त त्यो भएर सलिनाको हात मात्रै झरेको ए तर अहिले त बिहान त कस्तो डेन्जर नै थियो नि है आइस अहिले त कति छिटो पक्लिँदो रहेछ आइस कस्तो एकछिनमै पक्लेको है तर छन त छ अरू ठाउँमा नि मैले धेरै भिडियो त गरेन किनकि आफै हिँड्न सक्दैन लु अहिले एकछिनमा भेटौँ ल वेट न यार यो फुल हो खाने इट इट कस्तो हो तिमीलाई राष्ट्रिय फुल खानुहुन्छ तिमीलाई टिचर मान्छे भएर अब हामी चाहिँ आउन लाग्यो मन खायो मेरो टिचर I don't like it. सरी माफ गर्नु मलाई बिहान आइस है हिजो स्नो परेर बिहानमा हिभरि आइस थियो अहिले त कति छिटो सुकेछ सजिलो भयो अहिले चाहिँ अलि कत्रो रोटी त खाम है अब है हामी चाहिँ अब होटेलबाट निस्केको घर जानुलाई बाई बाई घोडे पानी त्यो आज नै हिउँ पर्छ क्या हो तर यहाँ होटेलको आन्टीले नि है अरूले नि भन्नुभएको थियो कि होटेलको आन्टी अनि बाटोमा हिँड्ने आन्टीहरूले हामी लक्की हो अरे होइन हिजो आउने मान्छेहरू लक्की हो अरे हिउँ पनि हेर्न पाउने स्नोफल पनि अनि लाली गुराँस पनि तर हाम्रो पुन हिल जाँदा चाहिँ अलिकति गाह्रो भयो कि हिउँ परेर बाटो चिप्लो भएर नि त के हो क्या भनेको खै सलिनालाई यहाँ बसिरहेर ढोकेर साप्रोमा हिजो पछाडि नि पछाडि आज बौसीले टोकेर किन टोकेको रे हामी चाहिँ गएको अब घर फर्किँदैछौँ म चाहिँ यहाँ फेरि ब्याग छोडेर यहाँ बिचमाको मान्छे फेरि फर्केर जानु पर्यो यस्तो के भने रे सली के भने रे
हजुरको बहिनीहरूकै छोरी हो तर पछाडि त्यसरी बाँधेर हो कि टाउकोमा यही होला छोटो ट्रेक हो है त कापुचे ढोरपाटन नेक्स्ट इयर ओके नेक्स्ट इयर ढोरपाटा त नेक्स्ट इयर इफ यु आर इन ओके आज त यो खुट्टाको नङ दुख्यो नि त भयो खुट्टाको नङ दुख्यो होइन तिम्रो बहिनीहरूकै छोरी हो भन्दा पनि त्यो पछाडि त्यसरी ओढेर हो कि के बोलौँ भयो होला छोरी हो रे है सकिन अब हामी चाहिँ जिपमा जान लागेको